पाँचथरको तुम्मेवा भन्ने ठाउँमा यो त्यसबाट यो तल तम्मोर बगिरहेछ। यो ठाउँ सधैँ यो सिन्धुली बर्दिवासको बाटो जस्तै लाग्ने, मलाई साह्रो आनन्द आउने ठाउँहरू छ यस्तो र गजब ठाउँ छ। यो चाहिँ तम्मोर कोरिडोरका कारणले गर्दाखेरि यो असाध्यै अहिले चाहिँ महत्त्वपूर्ण स्थानको रूपमा चाहिँ यो विकसित भएको छ। तर यो पहिला तम्मोर कोरिडोर बन्नुभन्दा पहिला चाहिँ यो असाध्यै पिछाडिएको र यो ठाउँ चाहिँ नेग्लेक्टेड ठाउँको रूपमा चाहिँ थियो। तर अहिले भने यो चाहिँ साह्रो राम्रो भएको छ ल हेर्नुहोस्। टक्क माछा मार्यो, माछा मारेर त्यसपछि यहाँ होटल छ, गङ्गा होटल भन्ने छ। यहाँ होटलमा चाहिँ हाम्रो खाना खाने कार्यक्रम भएको छ। यो गङ्गा होटल है, गङ्गा होटलमा चाहिँ खाना खाने कार्यक्रम छ हैन। खिर्राहरू गजबले खिर्रा देखिन्छ यहाँ त।